हेलो साथीहरू, नमस्ते सेवारो एन्ड वेलकम माई ब्लग साथीहरू। अनि आज चाहिँ म ओछ्यानबाटै ब्लग सुरु गरेँ सिटी। अहिले चाहिँ बिहानको 5:30 भइरहेछ साथीहरू। अब चाहिँ म उठेर के गर्नुपर्ने हुन्छ। अनि यहाँ यता चाहिँ मेरो छोरी सुतिरहेछ। उसलाई फेरि यो खेलाउन चेपेरै सुत्नुपर्ने हुन्छ क्या उसलाई चाहिँ फेरि। अनि उसले सुतिरहेछ मेरो बाबा। कति माया लाग्दो परे। ल साथीहरू हेर्दै गर्नु होला। जय साथीहरू, आज पनि मैले तातो पानी तयार पारेँ, दबाई तयार पारेँ। ठिक नभइन्जेलसम्म अब दबाई पानीहरू त खानुपर्ने नै हुन्छ साथीहरू। साथीहरू अब चाहिँ म धन्दा गर्न चल्दिएको ल। पन्जा गुड मर्निङ सानो। गुड मर्निङ मामा। जाडो भयो तपाईलाई? ल मेरो छोरी चाहिँ जाडो भयो मम्मी सक्स लाउने भनेर सक्स लगाइदिएको। अब पन्जा पनि लाउने भन्दै हुनुहुन्छ मेरो सानोले। म पन्जा खोजिदिन्छस्? कुन पन्जा छोरी? पिङ्क कलरको। पिङ्क कलरको? कसले किनिदिनु भएको पन्जा? मेरो बाबाले। ए नि ल म पन्जा खोजिदिन्छु है। दुध लिएर आइसके ल गाइस। अब चाहिँ गर्मी आए जस्तो छ। जाडो गयो, अब फेरि गर्मी सुरु। भत बोल्दै पसिना पुस्दै बस्ने दिन आयो है आयो साथीहरू। अब चाहिँ सिरिफाले किन माटो हेरेर उभिएको? के भएछ नि? के भएछ रे? के भयो सानो? बाबा जाने भन्दै थियो। कहाँ जाने रे? के भयो नानी? मैले दुध लिनु लगिन भनेर रिसाएको? भोलि लग्छु भोलि। साथीहरू म चाहिँ करेसाबारीतिर छिरेँ। हाम्रो लसुन बारी हो, लसुन बारी धनियाँ सोप। अब चाहिँ दालमा हाल्नको लागि मैले धनियाँ टिप्दैछु साथीहरू। यस्तो मिठो लाग्छ मलाई चाहिँ धनियाँ दालमा झानेर खानु। अनि त्यो के हुन्छ मासुमा मिठो हुन्छ के साथीहरू। अनि म चाहिँ धनियाँ टिपेँ। दालमा हाल्न मासुमा हाल्न कस्तो मिठो लाग्छ। कसलाई मनपर्छ साथीहरू कमेन्ट गर्नु है, कमेन्ट गर्नु। बोटसँगै पो उख्ल्यो त यो त। ए बोटसँगै आयो के पत्ता तानेको त। बाटो मर्मत हुँदैछ साथीहरू। यहाँ चाहिँ यसरी बाटो मर्मत हुँदैछ। हरू चाहिँ यसरी पर्खेर बसिरहेछन् स्कुल बाहिर। अनि यहाँ चाहिँ म्यामले पढाउनु हुँदैछ भित्र ढोका थिनेर।